नमस्ते, स्वागत छ तपाईहरुलाई नेपाली लोककथाको यो नयाँ भिडियोमा। आज पनि मैले हजुरहरुको माझमा एउटा नयाँ भिडियो लिएर आएकी छु। यो कथा चाहिँ एकचोटी जीवनमा सुन्नै पर्ने भएकाले तपाईहरुले कथालाई स्किप नगरेर अन्तिमसम्म हेरेर साथ दिनुहोला। आजको कथाको शीर्षक रहेको छ कठिन समय। गाउँघरका वृद्धहरू भन्थे समय कसैको उस्तै रहदैन, तर रामबहादुरको परिवारले कहिल्यै सोचेको थिएनन् कि उनीहरूको समय यति कठोर बन्न सक्छ। रामबहादुर गाउँका एक इमानदार किसान थिए। बिहान उज्यालो नहुँदै उठेर खेतबारीमा पसिना बगाउनु उनको दिनचर्या थियो। आमा माया देवी मेहनती थिइन्। उनको काम गाईबस्तु स्याहार्ने र बच्चाहरूको हेरचाह गर्ने उनको दैनिकी थियो। किशोर 3 दाजुभाइ मध्ये जेठो थियो। त्यो वर्ष वर्षा राम्रो भएन। खेतमा पानी नपर्दा बाली सुक्न थाल्यो। गाउँभरिका किसानहरू चिन्तामा परे। उधारोका साहुहरू साँझ बिहान आँगनमा आइरहन्थे। रामबहादुर खेतमा धेरै पसिना बगाउँथे, तर प्रकृतिले पनि साथ दिएको थिएन। गाउँमा हरेक दिन कसैले न कसैले आफ्नो गाई बेच्ने, ऋण तिर्न नसकेर जग्गा गुम्ने खबर सुन्न थालियो। साहुहरूले ऋण उठाउन कठोर बन्दै गए। एक साँझ जब किशोर घर फर्किँदा आमाले आँगनमा आँखा झिम्काउँदै बसिरहेकी थिइन्। उनले भेउ पाए। आमाको मन भारी छ। उनले सोधे, आमा के भयो? किशोरले सोध्यो, आमा लामो सास फेरि हाम्रो घर बचाउन तिम्रो बाबा सहर जान चाहनुहुन्छ। किशोरले बाबाको अनुहार हेर्यो। उनी गम्भीर देखिन्थे। म पनि सँगै जान्छु। बाबाले छोरातिर हेरे। सहर कस्तो हुन्छ थाहा छैन, तर तिमीले पनि सिक्नुपर्छ। त्यस रात कोही पनि निदाएनन्। बिहान घाम नआउँदै रामबहादुर र किशोर सहरतिर लागे। गाउँका अरू केही मानिसहरू पनि थिए जो काम खोज्न सहर जाँदै थिए। गाडीमा ठुला ठुला सहरहरू देख्दा किशोर अचम्म मान्थ्यो। ए बाबा, यहाँका मानिसहरू यति धनी छन्, हामी गरिब किन? रामबहादुरले छोरालाई सम्झाए, बिहान बेलुकी खान पाउने मानिसहरू धनी हुन्। सहरमा काम खोज्न गाह्रो रहेछ। कतै गाह्रो काम थियो, कतै ज्याला काम। अन्ततः एकजना दलालले लोभ्यायो। इट्टा भट्टामा राम्रो ज्याला पाइन्छ। बाबा छोराले मानिहाले, तर भट्टामा काम गर्नु भनेको नर्क पुग्नु सरह रहेछ। बिहानैदेखि रातसम्म इट्टा बनाउने, बोक्ने, आगो ताप्ने। किशोरको हात चिरा पर्यो। बाबाको ढाड दुख्न थाल्यो, तर पैसा भने सधैँ कमाइ पाउने। उता गाउँमा माया देवीको अवस्था झनै नाजुक बन्दै गयो। साहुहरूले दमन गर्न थाले। ऋण तिर्न नसकी घर छोडे, गाई बेचे, गहना बेचे, तर ऋण तिर्न सकेनन्। एक दिन साहुहरू आएर घर नै कब्जा गर्न खोजे। माया देवी 2वटै छोराहरूलाई लिएर माइत गइन्। गाउँका मानिसहरू कानै कान कुरा गर्न थाले। हे प्रभु, रामबहादुरको परिवारलाई त उठीबासै लाएछन्। तर माया देवी हार मान्ने स्वभावकी थिएनन्। माइतीको सहयोगले अलिकति जमिन किनिन्। सानो तर आफ्नै झुपडी बनाइन्। भट्टामा बाबा बिरामी परे। साहुले औषधि गर्न त के, आराम गर्न नि दिएनन्। किशोरले बाबाको हेरचाह गर्न सक्दैनथ्यो। एक दिन मालिकले कराउँदै भन्यो, काम गर्न सक्दैनौ भने निस्केर जा। त्यसपछि किशोरले निर्णय गर्यो, अब यो नरकबाट भाग्नुपर्छ।
एक रात ऊ बाबालाई काठमा राखेर भाग्यो। बिरामी बाबालाई बोकेर किशोर सहरको गल्लीमा हिँड्दै थियो। बाटोमा उसले एउटा वृद्धाश्रम देख्यो। त्यहाँका मानिसहरूले बाबालाई स्याहार्ने आश्वासन दिए। किशोरले बाबालाई वृद्धाश्रममा छाडेर गाउँ फर्कने निर्णय गर्यो। गाउँ फर्कदा आँगन सुकेको देखेर ऊ निशब्द भयो। घर त थिएन। आमाले बनाएको झुपडी खोज्दै जाँदा ऊ चिच्यायो। आमा मायादेवीले पछाडि फर्केर हेरिन्। छोरालाई देख्ने बित्तिकै आँसु झारिन्। किशोर बाबा कहाँ छन्? किशोरले सबै कुरा बताए। आमाले निधारमा हात राखेर भनिन्, तिमी फेरि सहर जानेछौ बाबालाई लिन, तर यसपालि काम गर्न होइन, अरू केही बन्न। किशोरले आमालाई विश्वास दिलाउँदै भन्यो। अब उसले मेहनत गरेर बाबालाई घर ल्याउनेछ। किशोर गाउँ फर्केर मजदुर गर्न थाल्यो। उसले पढाइ नछोड्ने निर्णय गर्यो। बिहान खेतमा काम गर्थ्यो, त्यसपछि स्कुल जान्थ्यो। बेलुकी गाउँका केटाकेटीलाई पढाउँथ्यो। धेरै सङ्घर्षपछि उसले पढाइ पुरा गर्यो। एउटा व्यापार गर्ने सोचेर उसले गाउँमै एउटा पसल खोल्यो। गाउँका केही राम्रा मानिसहरूले सहयोग गरे। बिस्तारै उन्नति हुँदै गयो। ऋण तिरेर मायादेवीले आफ्नो घर फिर्ता पाइन् र किशोरले बाबालाई लिन सहर पुग्यो। किशोरलाई देख्ने बित्तिकै बाबाको आँखामा आँसु आयो। किशोरले, बाबा म हजुरलाई लिन आएको, अब हामी सबै परिवार आफ्नै घरमा सँगै बस्ने भयो। किशोरको कुराले बाबा पनि खुसी हुँदै घर पुगे। किशोरको सङ्घर्षले उसको परिवारलाई उचाइमा पुर्यायो। गाउँका मानिसहरू आज पनि भन्छन्, किशोरको जस्तो मेहनत गर्न सक्यो भने कठिन समय टार्न सकिन्छ। वास्तवमा कठिन समय कहिले स्थायी हुँदैन। आजको कथा यही सकिएको छ। हजुरहरूलाई कथा कस्तो लाग्यो? यदि कथा राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनुहोला र च्यानलमा कोही नयाँ हुनुहुन्छ भने हाम्रो यस नेपाली लोककथा युट्युब च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई थिच्न पनि नबिर्सनुहोला। फेरि मिल्नेछौँ अर्को भिडियोमा। नमस्कार।